यतै त अहिले म कहाँ गयो छकालोबाट टिकी गयो कि उही रातै रातै गयो कि हो खाना खायो छु ताहै हात पनि धुयो नधुयो अरे भाँडा खाया थाल पनि छाडी गई छकालोबाट टिकी त्यो पूजा हेर त अहिले म कहाँ गयो खाना पकाउनै भाँडा छोड्नै पानी भन्नै यो छारो झाड्नै एउटा यतै अहिले म पुनः आएकी अन्छी कहाँ कहाँ रिस उठ्या छन् आज चाहिँ निक गरी नहानी दाउराले कहाँ हुन मानी पखा नै हेर पुनः अहिले म कहाँ गएँ नि पुनः हे तल पानकोटाका पुला गया मेरो साथी जाउने अघि उही गया अनि त्यो पिबार भई जहिल्यै पानको टापुल हन्ने है पानको टापुल हन्ने है त्यहाँ पानको टापुलबाट क्या खाने है त्यो पानकोटाका पुला भाइरल हुन जानेन क्या दिदी तमीले तर त्यहाँ चटपट पाइँदा के अरे त्यो पानीपुरी चल त्यहीँ पाइँदा अझै त्यहाँ मामलामा त्यहीँ छन् फोटा खिच्नकी लागि त्यहीँ सबै भाइरल हुने पनि त्यही हो त असी ए मुरे अहिले म गएँ ज्ञान छिटै पानको टापुल बाँचा कि तु दिनै धानी कति भाइरल भयो त अब भाइरल नभए पनि फोटो खिच्ने सबै साथीहरू झाउ हुन्थ्यो नि दिदी असी झान्ने आयो असी त्यहाँ त्यहाँबाट पानीपुरी र चटपटा खान जानु भन्नु पो न पानीपुरी चटपटे खाना पनि जाँदो असी हत्ता फोटो खिच्न पनि जाँदो हत्ता त्यो भाइरल भयो भने त उसो न ठिकै अब जा मथिन एउटाको भाँडा खान टिछोल खाना पका त्यहाँबाट तरकारी बना यो छारो उन तुई झाडे या त अब म त नसिजानु म त ल बिरामी छु हेर्नु न औषधि खाने हो अहिले म आइन भने एउटी लाग्यो कि बुढी नै छ दधे क्या है छकालोटी साथीहरूसँग गए पनि थोकै छटी आउनु होइन ओ भाइ यहाँ रिस्क्या उठाउनु यस